ल ढुङ्गा भेला पार्नुपर्ने ठाउँ त माथि पो रहेछ त। माथि जाली लाउने ठाउँमा पुगेर एकछिन जाली साली लाएर आइयो 1-1.5 घन्टा जति। अनि आएको ढुङ्गा भेला पार्ने ठाउँ हेर्नको लागि धेरै माथि रहेछ है, साउन फ्याक्ट्रीदेखि धेरै मास्तिर। अब म सबै खाना खाने टाइम भएको रहेछ, अहिले लगभग 1 बजेको अवस्था हो दिउँसोको। अनि माथिबाट आउँदै हुनुहुन्छ, सबै फर्किनु भएको छ, ट्र्याक्टर पनि ढुङ्गा लिएर आउँदैछ। भनेपछि मैले जाने निर्णय गरिनँ, यतैबाट फर्किने निर्णय गरेँ। सर यसरी है ढुङ्गा गाडीहरू कतिपय माथि नै रहेछ गाडी है। अब त हुन त टिप्पर समेत देख्दैछु। यो 4 व्हील हाम्रो नयाँ गाडी हो, अस्ति जोडेको नगरपालिकाले। कस्तो छ ताल, कति रहेछ। मगैले गएन, आधी बाटैबाट फर्केँ है। आधी बाटोबाटै फर्किने निर्णय गरेँ, किनभने सबै फर्किरहनु भएको छ खाना खानको लागि। हाम्रो गाडीहरू यहाँ आज त टिफर पनि आएको रहेछ, ढुङ्गाकै बोक्नु लागि नै होला, खाली नै होला सायद। खाली छ। यो ट्र्याक्टरहरू लाइन लाएर बसिरहेछन्, खाना खानको लागि होला। यो हाम्रो ट्याङ्कर, यो पनि हाम्रो नगरकै हो, पानी लिएर आएको। ल साबुन फ्याक्ट्रीमा आज खानाको बन्दोबस्त गरिएको जानकारी गराउन चाहन्छु। एकछिन म नखाए पनि सर्र भित्र हेरेर यसो गरेर बिरुवाहरू यहाँ पनि धेरै राम्रो हुँदैछ साबुन फ्याक्ट्रीको बिचमा। यता पछाडि ठोकेला जस्तो छ, भित्र सिराउनु आँट्नु भएको। ल यता ल खानाको लाइन यहाँ। ए सोल्टी नमस्ते, कतिखेर आउनुभएको? म त बिहानै यहाँ ढुङ्गा भेला पार्नु भयो। ए हामी त माथि जालीमा गएर आएको म भर्खर। ए यता फेरि अर्को हाम्रो पत्रकार चाहिँ यता खानाको लाइन सर्र एकचोटि हेरिदिउँ होइन। यो हो नि त, यो चाहिँ हाम्रो साबुन फ्याक्ट्री हो। अहिलेसम्म सञ्चालन हुन सकिरहेको छैन, यहाँ मुद्दा परिरहेको अवस्था छ। कहिले सञ्चालन हुने हो साबुन फ्याक्ट्री, त्यसको पनि एकदम हामी त्यसको लागि पनि एकदमसँगले प्रतीक्षामा छौँ हामी चाहिँ। धराने पुरा यस्तो छ ल माहौल चाहिँ भित्रको है। ल कति रमाइलो छ। यो हाम्रो माउन्टेन एभरेस्ट ट्रेनिङ सेन्टरको साथीहरू पनि आज सहभागी हुनुभएको रहेछ। धरान माउन्टेन एभरेस्ट ट्रेनिङ सेन्टर। खाने कुराहरू यस्तो छ। ल म खाना नखाए पनि एउटा काँक्रा खानु पर्यो दिदी, धन्यवाद। यति हो नजारा यस्तो छ। अनि कसरी रमाइलो छैन त यो? रमाइलो छैन त? छ नि रमाइलो। बसेर खाने क्रम जारी छ यता। ए यता हाम्रो माउन्ट एभरेस्टको साथीहरू सबै छपक्कै धेरैजना पो हुनुहुन्थ्यो कि क्या आज तपाईँहरू? भएको जति सबै आउनुभएको ग्राम? ए ल अर्कोचोटिको लागि नि बचाउनु भएको होला नि त। मेलो पनि साँगुरो ठाउँमा रहेछ क्या आज माथि। खाना खाने क्रम र खुवाउने क्रम जारी छ। ल हजुरहरूले यति देखाउन चाहे मित्रहरू, किनभने भिडियो अलि लामो होला है। त्यसैले गर्दाखेरि भन्जी नमस्कार। खाना खाने लाइनमा यता उसमा ढुङ्गा भेला पार्नुभयो? ए ल ल हामी त माथि जालीमा गएको थियौँ। ल है खोइ थाल चाहिँ अनि तपाईँको थाल चाहिँ खोइ
ए ल ल ल ल ल हुन्छ हुन्छ मेरो भान्जीहरू ल ठिक छ यस्तो चाहिँ साथीहरू धरानको अवस्था यताबाट खाना खानको लागि आउँदै हुनुहुन्छ मस्तसँगले होइन त्यति भन्दै म चाहिँ अब छुट्टिन चाहे तपाईहरु खाना खानु त्यस पछाडी फेरि अनि ब्रेक गरौँ न खाना खाएको मान्छे उता खोलातिर है खाना खाने बित्तिकै खोला हो ल म चाहिँ एकछिन बजार पुगेर आउनु पर्यो मेरो गाडीमा एकजना श्रमदाताज्यू जानुहुने रे हाम्रो मामा बुद्ध चोक पुऱ्याइदिनु पर्नेछ अनि त्यतै हुँदै म बजार लाग्छु मेरो फेरि भाडा लिने चलन हुँदैन ल मामा जाउँ है त एक्लै हो तपाईँ कोही छ अरू साथीहरू छैन ल जाउँ त्यसो भने हामी खाना खानु भयो होइन त खाना खानु भएन कहाँ सिद्धार्थ मार्ग भनेको त कहाँ पो बरा ए ल म बरासम्म छोडिदिन्छु नि तपाईँलाई ल खाना खानु भयो नि त ल त ल म त घरमै खाएर आएको माथि एकछिन